चाहिँ कुलेखानीको माछा हेर्नुहोस्, कुलेखानीको माछा। यो चाहिँ कुलेखानीको ड्याम। ल हेर्नु, अहिले चाहिँ ड्याम पुरै सुकिया छ। ल यही ड्यामको माछा हो। हेर्नुहोस् है, ल ल त्यो चाहिँ कुलेखानीको माछा। कलाएर रेडी भएपछि चाहिँ केही हाल्नु पर्दैन है। त्यसमा चाहिँ त्यत्रो पिस बनाउनु टक्क कलाएर काटेर अनि यस्तो पिस बनाउनु। अनि बेसार, नुन, टर्मरिक पाउडर र सल्ट हाल्ने। केही हाल्नु पर्दैन। यो चाहिँ रोटी माछासँग खाना टमाटर हालेर टक्क कलाएर माछा त यस्तो दामी भयो जस्तो हेर्नु। कुलेखानीको माछा, मम्मीले पकाएको रोटी, नुन खोर्सानीको अचार, मम्मी नै राख्छ। यसलाई हेर्नुहोस् गाइस, टक्क आज चाहिँ कुलेखानीबाट ल्याएर फ्रेस माछा पकाएको है।